नमस्ते भाइ बहिनीहरू। आज म तपाईहरूलाई आकार र आकार लागेका शब्दहरूका बारेमा सिकाउन गइरहेकी छु। आउनुहोस् सँगै सिकौँ आकार लागेका शब्दहरू। भाइ बहिनीहरू, आकार भनेको क देखि ग सम्मका वर्णहरूका पछाडि जोडिन आउने धर्का जस्तै देखिने एउटा चिन्ह हो। वर्णको पछाडि जोडिएको धर्कालाई हामी आकार भन्दछौँ। आकार लागेका अक्षरहरू उच्चारण गर्दा अन्तिममा आ ध्वनि आउने गर्दछ। त्यसैले आकारलाई छोटकरीमा आ भन्न पनि सकिन्छ। जस्तै क आ का, ख आ खा, ग आ गा, घ आ घा, ङ आ ङा, च आ चा। भाइ बहिनीहरू, अब हामी आकार लागेका शब्दहरू पनि पढ्न सिकौँ है त। आमा, आमा, आ म आ मा, आमा। अब म सँगै भन्नुहोस् सबैजनाले। आ म आ मा, आमा। खाजा, खाजा, ख आ खा, ज आ जा, खाजा। अब सँगै भनौँ। ख आ खा, ज आ जा, खाजा। तारा, तारा, त आ ता, र आ रा, तारा। अब सँगै भन्ने पालो। त आ ता, र आ रा, तारा। धारा, धारा, ध आ धा, र आ रा, धारा। अब म सँगै भन्नुहोस्। ध आ धा, र आ रा, धारा। बाला, बाला, ब आ बा, ल आ ला, बाला। अब सँगै भन्ने पालो है त। ब आ बा, ल आ ला, बाला। छाता, छाता, छ आ छा, त आ ता, छाता। अब हामी सँगै भनौँ। छ आ छा, त आ ता, छाता। स्याबास नानी बाबुहरू, हजुरहरूले धेरै राम्रो गर्नुभयो। हामीलाई माया गरेर हाम्रो च्यानललाई लाइक एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। अब हामी अर्को भिडियोमा भेट्नेछौँ। अहिलेलाई बिदा हुन्छौँ। धन्यवाद।